आजको न्यू ब्लग स्टार्ट हुँदैछ यहाँबाट हेर्नुहोस् यस्तै छ। यहाँ तल चाहिँ धानको बिउ राख्दैछ। अब यहाँ चाहिँ एउटा घर छ, बड पिपल समी छ, यतातिर पाठाहरू छ, यो माथितिर सबै जङ्गलै जङ्गल छ। यहाँ तल मान्छे हिँड्दैछ बाटै बाटो, को थाहा भएन। यहाँ तलतिर मकै छ, यी माथि जङ्गल छ, बादललाई सहिलो कुलोमा चाहिँ पानी आएको रहेछ। यस्तै कुलो पानी ल्याएको रहेछ, कहिले ल्याएको थाहा भएन। उता चाहिँ पानी परो ठुलै, म हिँड्दैछु। यस्तै छ, जङ्गलै जङ्गल छ बाटो। यहाँ तल चाहिँ धान बिउ राखेको छ। अब यहाँ पानी ठुलो पर, अब यतातिर फेरि यता पानी परेको छैन, यतातिर फेरि यस्तो छ, पानी परेको छैन। यता चाहिँ ठुलो पऱ्यो पानी। अब म चाहिँ घर फर्केँ, पानी ठुलो पर्यो। बाटो चाहिँ यस्तै छ, कुलो बाटो। यहाँबाट पहिलो नि गएको पानी झऱ्यो नि, मान्छे लड्यो नि तल पुग्छ। यहाँ चाहिँ पहिरो लडेछ, यहाँ माथिदेखि लडेको, यहाँ तल्लोसम्म छ पहिरो लडेर। खेतमा ढुङ्गै ढुङ्गा छ, पानीको सुरुङ यहाँबाट छ, पानी छिर्छ। यता चाहिँ पानी रहिसकेको छ। यहाँ तल धान के पनि राखिसकेको छ, कहिले राखेको थाहा भएन। यो जङ्गलतिर पानी रहिसक्यो। हो यहाँ चाहिँ चरा कुदिरहेछ, के हो कालीको बच्चा के हो कुदिरहेछ, ठुङ टुङ 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 पारेर। म छेउमा कुदिरहेछु। अर्को चाहिँ तल्दै छ, एउटा यहाँ माथि चढ्दैछ, कता पुगो हेरिरहेको छु। यहाँ कोदो खान आएको होला क्या, यहाँ अब यस्तो कोदाबारी छ। यहाँ तलतिर धानको बिउ राखेको छ, यहाँ तलतिर मकै रोपेको छ, यहाँ तल यता यता हरियाली छ तलतिर। यस्तै अब खेतहरू त यस्तै छ। उहाँ तल के गरिरहेको छ मान्छेहरू, पानी छ यहाँ। तलतिर मकै पाक्नु लागिसक्यो। अब यहाँ बाँदर डुङ्ने मान्छेहरू बस्छन्। अब चाहिँ म होइन त मुजुर हिँडिरहेको छु, बारी के अरे खेत मुजुर छिरोभित्र कहाँ हिँडेको यो थाहा भएन। ल अब म फर्केँ घरतिर। यस्तो यहाँ पानी छ, ल अब फर्केँ घरतिर गाइस। तल्लोबाट मान्छे हेरिरहेछ, को हो थाहा भएन। यता चाहिँ पानी रहिसकेको छ, यता चाहिँ अलिअलि पर्यो, त्यति परेन। अब एक दिन यो खोलामा नै माछा आउनुपर्छ, खोलातिर यसो। यो जङ्गलमा चाहिँ मुजुर पाउँथेँ, तलतिर कोदो रोप्थेँ, यतातिर यहाँ मुजुर काले चाहिँ कोदो खान आउँथ्यो क्या, यतातिर यता पाखामा भेटिन्थ्यो पाखातिर। भेटिँदैन। र आजको भ्लग इन गर्छु, अब नेक्स्ट भ्लगमा भेटौँला।